केही दिन अघि नेपालको गल्छीमा एकजना इन्डियन ट्राभलर जो चाहिँ शिव राहुल यात्री भन्ने नाममा उनको युट्युब च्यानल छ, उनीमाथि चाहिँ एकजना ड्रङ्क नेपालीले चाहिँ कुटपिट गरेको भिडियो छ। यो हेर्नुहोस् है। ये देख सकते हो, ये लड़का है। सुने, 2 मिनट लगाऊंगा साले को मारने में। तो जानता है मुझे, पकड़ना बाबा इसको। ये देखिए मेरा बैग है, ये नेपाल की बात है, और इसने अभी मेरे बैग को ऊपर से नीचे कराया हुआ है। ये सदस्य है। अभी 1 मिनट रुक। और ये जगह है, कौन सी जगह दीदी? हेलो दीदी, आपको भी डर लग रहा है क्या ऐसे लोगों? उनी चाहिँ एडभेन्चर ट्राभलहरू गरेको भिडियोहरू बनाउने भ्लगर हुन् र नेपालमा पशुपतिनाथको दर्शन गरेर फर्किँदाखेरि गल्छीमा चाहिँ उनलाई एकजना नेपाली एकदमै ड्रङ्क अवस्था भएका नेपालीले चाहिँ उनलाई कुटपिट गर्छन्, उनका ब्यागहरू फ्यालिदिने काम गर्छन्। र त्यस पछाडि सबैभन्दा लाजमर्दो कुरो त तपाईँको 1 किलोमिटर नजिकमा भएको प्रहरी चौकीमा गएर उनीहरूले रिपोर्ट गर्छन्। रिपोर्ट पनि लेख्न मान्दैन प्रहरीले सुरुमा त। त्यस पछाडि त्यसको विषयमा तँलाई चाहिँ एकदमै माइनर खालको चाहिँ एसल्ट भएको र चाहिँ यस्तो हामीले लेख्दैनौँ, यो चाहिँ इन्डिया होइन, यो नेपाल हो भनेर एकदमै इरेस्पोन्सिबल खालको जवाफ दिन्छन् होइन। नेपालको रिपोर्ट हेर्ने हो भने नेपालमा लगभग 7 लाख 8 लाख जति इन्डियनहरू आउँछन् र कुनै कुनै सोर्सले त 10 लाख जति पर्यटकहरू आउँछन् भनिएको छ। र त्यसपछि सेकेन्ड भनेको अमेरिकन टुरिस्टहरू हो, लगभग 1 लाख जति आउँछन् नेपालमा। र इन्टरनेसनल सोसाइटीमा नेपालीहरूलाई चाहिँ कसरी चिन्छ भन्दाखेरि चाहिँ नेपालीहरू एकदमै वेलकमिङ हुन्छन्। गेस्टहरूलाई चाहिँ अतिथि देवो भव भन्ने खालको चाहिँ नेपालको कल्चर हुन्छ, एकदमै राम्रो हुन्छन्, हेल्पफुल हुन्छन् भन्ने खालको छ। र यसरी चाहिँ मान्छेलाई टुरिस्टहरूलाई कुटपिट गर्ने, उनीहरूलाई चाहिँ दुर्व्यवहार गर्ने गरे पछाडि हाम्रो नेपालीहरूको चाहिँ इन्टरनेसनल सोसाइटीमा चाहिँ राम्रो नेरेटिभ जाँदैन, राम्रो इमेज चाहिँ हुँदैन। त्यही भएर यस्तो कुराहरू एकदम विचार गर्नुपर्छ। र नेपालमा भएको ल इन्फोर्समेन्ट एजेन्सीहरूले पनि यस्तो कुराहरू एकदम सेन्सिटिभ कुराहरूमा चाहिँ ध्यान दिएर उनीहरूलाई दोषीलाई कारवाही गर्नुपर्छ।